तपाईहरुलाई म यो रुखमा कछुवा देखाउने छु है। यस्तो रुखमा पनि कछुवा हुन्छ यहाँ फेरि तपाईहरुलाई ल है यहाँ दूरबिन हेर्न पर्यो यसो के कस्तो हुन्छ। हाम्रो दाइ यहाँ रोमानियाको के हेर्दै हुनुहुन्छ के कस्तो रहेछ अनुभव गर्दै हुनुहुन्छ। हेलो गाइज वेलकम टु ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि म हजुरलाई एउटा सानो अनि छोटो अनि मिठो भिडियो ल्याउने कोसिस गरिरहेको छु हजुरबाहरु मार्फत। सो माया गरिदिनु होला, मलाई पक्कै पनि थाहा छ हजुरहरूले माया गरिदिनु हुन्छ भन्ने मलाई पुरा विश्वास र आशा पनि छ। सो म आज सदा चाहिँ आज पनि यसो थोरै कामले म बाहिर निस्किरहेको छु र यहाँको बाहिरको भ्यूहरू हजुरले देख्न सक्नुहुनेछ। काम त खासै छैन, साथीहरूले जाऊँ न त भनेर म बाहिरतिर निस्किरहेको। हजुरहरूले हेरेर साथ सपोर्ट दिनुहुन्छ भन्ने मलाई पक्का पनि विश्वास छ। साथीहरू हिँड्नुभएको छ, अगाडि हिँड्नुभएको छ आफ्नै सुरमा, म पनि आफ्नै सुरमा क्यामेरा भिडियो गरेर हिँडिरहेको छु है। यहाँको अब भ्यूहरू अब यहाँको घरहरू हजुरहरूले देख्न सक्नुहुनेछ। यता म हजुरले जहाँ पुग्छु के गर्नको लागि पुग्छु, साथीहरूले साथी भेट्नको लागि हिँड्नुभएको छ, म यसो साथी मात्र हिँडेको, त्यही भएर यसो क्यामेरा थराउनु पर्यो भनेर है। साथीहरू हिँड्नुभएको छ त बस के खाली छैन यार, मान्छेहरू सबै बस्न जानेको कि। हो यार लास्टै धेरै छ मान्छे त्यहाँ। गयो भने रमाइलो पनि हुन्छ, अब साथीहरूलाई पनि भेटिन्छ भनेर हिँडेको। एक्लै बस्न रुममा पनि झ्याउँछ, त्यसैले साथीहरू जाम भनेको चाहिँ मैले फेरि खासै नाइ भन्ने खालको मान्छे पनि होइन, हुन्छ नि त नि भन्ने खालको मान्छे हो। त्यसैले म हिँडेको साथीहरूसँग है। बाहिर चाहिँ हरियाली छ, आनन्द रमाइलो वातावरण छ। अब हामी लगभग आइपुगिन्छ होला सायद। 2-3 गाडीहरू चेन्ज गर्नुपर्ने थियो, हामीले चेन्ज गरिसक्यौँ। ठाउँ चाहिँ यहाँको यस्तो छ। हामी चाहिँ हप्तामा लगभग हिँडेछौँ है। फेरि रुममा खासै बसिन्न, धेरै हिँड्ने हो यो महिना त। फेरि रुममा बस्दा पनि बोरिङ हुन्छ, काम छैन सन्डेको दिन, त्यही भएर। त्यसैले अहिले अब छुट्टी भएको बेला घुमौँ भनेर, पछि त अब त्यही हो काम गरिन्छ, घुम्न पाइँदैन। त्यसैले रुममा नबसेर यसो आइतबारको दिन बाहिर निस्किरहेको अवस्था है। फाइनली गाइज हामी आइपुग्यो, जुन ठाउँमा आउने भनेको थियो आइपुग्यो है। यस्तो ठाउँ रहेछ, यो ठाउँमा चाहिँ पहिलोचोटि आइयो। जस रमाइलो रहेछ ठाउँहरू, घुम्ने लायकको ठाउँहरू रहेछ। यस्तो ठाउँमा आउनु रहेछ र साथीहरूले भनेको रहेछ है।
तपाईँहरूलाई म यो रुखमा कछुवा देखाउने छु है। यस्तो रुखमा पनि कछुवा हुन्छ यहाँ फेरि तपाईँहरूलाई म देखाउने छु। देख्न सक्नुहुनेछ यहाँ सिधै हेर्नु है। हेर्नुहोस् त दुईवटा कछुवा कति राम्रोसँग बसिरहेको छ है। पुरा पानीदेखि माथि रुखको हाँगामा आएर है आनन्दसँग बसिरहेको छ है। घाम तापेर आनन्दसँग बसिरहेको छ। यता हाँसको बच्चाहरू खेलिरहेको छ फेरि यता हाँसको बच्चाहरू छ यता फेरि यता कछुवा फेरि है। पनि सेम हाफ्दै रहेछ है। है यहाँ दुर्बिन हेर्नु पर्यो। हाम्रो दाइ यहाँ रोमानियाको के हेर्दै हुनुहुन्छ, के कस्तो रहेछ अनुभव गर्दै हुनुहुन्छ। ल ल ल ल वाउ दामी देखिँदैछ नि हो। ल झर्नाहरू एकदम मजाले हेर्नु त यहाँ एकदम घुमाएर हेर्नु है यताउता। पानी पुरा फालेको पानी है। तिमी हेर्छौ? म हेर्दिनँ दाइ अहिले हेर्दिनँ। अहिले हामी चाहिँ यस्तो ठाउँमा घुमिरहेको छौँ है साथीहरू। हेर्नुहोस् तपाईँहरूले हेर्न सक्नुहुनेछ। यस्तो ठाउँमा घुमिरहेको छौँ। जो रमाइलो छ ठाउँहरू, पानीमै पानी खेदा खै हाम्रो 3 जना साथीहरू कता जानुभयो, हराउनु भयो उहाँहरू चाहिँ। हामी 2 जना यता छौँ आफ्नै सुरमा बिस्तारै हिँडिरहेको छौँ है। यता धेरै ठुलो ताल छ। यस रमाइलो छ भन्नु पर्यो। ठाउँहरू यस्तो जङ्गलहरू पनि छ है, बिचबिचमा जङ्गलहरू पनि छ। धेरै रमणीय धेरै हरियाली ठाउँहरू छ। यो शीतलु छ ठाउँहरू, बस्ने एकदम शीतलु ठाउँहरू छ, रमाइलो ठाउँहरू छ। सबै मान्छेहरू घुम्नको लागि आउनुहुन्छ। सो रुखहरू कति ठुल्ठुला छन् है। खुल्ला ठाउँमा शीतल ठाउँमा यो चौरमा बस्नलाई कति आनन्द हुन्छ। सो रमाइलो छ भन्नु पर्यो।
अब हामी घरतिर फर्किनु पर्यो। सो त्यसैले हामी घरतिर फर्किनुको लागि अन्डरग्राउन्डमा जाँदैछौँ। टनलमा हामी मेट्रोमा जानेछौँ। मेट्रोमा थोरै समय गएपछि हामी फेरि बसमा जानुपर्छ। सो यो चाहिँ मेट्रोको स्टेसन हो। अब स्टेसनमा अब टिकट काट्नुपर्छ। 5 ले लाग्छ यहाँको है, 5 रोन। टिकट काटे पनि हुन्छ नि त, एटिएममै त्यहाँ स्क्यान डाइरेक्ट स्क्यान गरे पनि हुन्छ। साथीहरू जानुभएको छ, हामी डाइरेक्ट हामीले एटिएम स्क्यान गरेर पनि भित्र छिरिसक्यौँ। भित्र छिरेर हामी तल झरेपछि यहाँ स्टेसन छ। सो हामी स्टेसनको वेटिङमा थोरै समय बस्नेछौँ। लगभग 2-4 मिनट बसेपछि हाम्रो मेट्रो आइपुग्छ। हामी वेटिङमै छौँ। वेटिङमा हुँदाखेरि मैले छोटो छोटो भिडियोहरू रेकर्ड गरिरहेको थिएँ, किनकि सम्झना स्वरूप हुन्छ भनेर। यही हो हाम्रो स्टेसन। लगभग 4-5 ता हामी स्टेसन पार गरेपछि हाम्रो बस चढ्ने ठाउँहरू आइपुग्छ है। ओके, यता हाम्रो सर फेरि यता हुनुहुन्छ है। ठिक छ नि सर? आजको एकदम यात्रा राम्रो भयो नि है? एकदम राम्रै भयो। फाइनली हाम्रो मेट्रो पनि आइपुग्यो। यही मेट्रोमा जाने हो हामीहरू। धेरै लामो रहेछ है मेट्रो पनि। राति पनि भइसक्यो, फेरि चाहिँ तल लाइट भएर उज्यालो देखिरहेको छ। माथि बाहिर चाहिँ एकदम अँध्यारो भइसकेको अवस्था है। लगभग 9 बज्न लाग्यो होला। ओके, हामी चाहिँ अब जान्छौँ। हजुर, ल फाइनली गाइज हामी अब आइपुग्यो घरमा। आज चाहिँ राति भयो। आज कति बज्यो? लगभग 9:30 भयो यहाँको। बल्ल आइपुग्यो। थकाइ लाग्यो, लास्टै खुट्टा पनि दुख्यो यार। ओहो, नसकिँदो रहेछ। अब काम कसरी गर्ने हो हामीले भनेको। अब यही दुःख लागिरहेछ। ल आइपुग्यो गाइज फाइनली। बल्ल आइपुग्यो। ल साथीहरू, साथ सपोर्ट गर्न चाहिँ नभुल्नु होला। सब्सक्राइब गर्न चाहिँ एकदम आँखा चिम्म गरेर गरिदिनु होला है। नभुल्नु होला, माया गरिदिनु होला। भिडियो नराम्रो हुनसक्छ, मिलाइ हेरिदिनु होला। म यति भन्न चाहन्छु। तपाईँहरूले मलाई विश्वास छ, साथ सपोर्ट गरिदिनुहुन्छ। यति म भन्दै लाइक, कमेन्ट अनि सब्सक्राइब अनि सेयर गरिदिनु होला। यति भन्ने म आजको भिडियो यही टुङ्गाउन चाहन्छु। ओके, बाई बाई।